हेलो साथीहरु नमस्कार मेरो युट्युब च्यानलमा स्वागत छ तपाईहरुलाई। अनि आज मैले चाहिँ तपाईहरुको निम्ति मैले यो रेडिमिक्स खरसानाहरु चाहिँ कसरी गर्ने भन्ने कुरो बारेमा यो भिडियो बनाउन गइराखेको छु। अनि हजुरहरुले यो भिडियो हेरेर चाहिँ लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला। अनि कुनै पनि मनमा लागेको जिज्ञासाहरु तल कमेन्ट बक्समा लेखिदिनु होला है त। अनि तपाईहरुलाई कुनै विषयमा तपाईलाई हेर्न मन लागेको छ र कुनै विषयमा चाहिँ तपाईले यो भिडियो बनाइदिए हुन्थ्यो भन्ने लाग्छ भने कमेन्ट बक्समा लेखिदिनु होला है त। अब हामी लाग्छौं कम्प्युटर तर्फ अनि तपाईलाई म त्यो देखाउने छु है त। साथीहरु यो चाहिँ यसरी लोडिङ गरिन्छ र तपाईलाई म लोडिङ गरे यो सिस्टमबाट यो रेडिमिक्स को लोडिङ गर्ने सिस्टम सिकाउँछु ल। यो यस्तो आउँछ, यो चाहिँ यस्तो गरिदिने हो, नटकाट गरिदिने हो। अनि यहाँ जाने अनि यहाँ तल हुन्छ, यहाँ सिमेन्ट हुन्छ ल, कति हुन्छ कति सिमेन्ट हो के हो भन्ने यहाँ हुन्छ ल। अनि यो चाहिँ हर्दिया है 250 हर्दिया यहाँ जाने, त्यसमा गएर सेभ गर्ने। त्यसपछि यहाँ सेसन 1 मा जाने, त्यसपछि सेसन 2 आयो। सेसन 2 आइसकेपछि यहाँ सिमेन्ट आयो, यहाँ सबै कुरा आयो ल। यहाँ खरसाना सबै आयो, यहाँ सिमेन्ट सबै आयो। यहाँ डिटेल छ, यहाँ गाडी लोड कति हो भने लोड गर्ने। त्यसपछि यहाँ गाडी नम्बर, त्यसपछि हामी यहाँ यो सिमेन्टको यो पानीको हो। अनि यो चाहिँ केमिकलको यहाँ यसमा है त। त्यसपछि स्टार्ट गर्ने यसो चल्छ ल। यसरी स्टार्ट गर्यो। यहाँ एकमा चाहिँ रम्बल आउँछ, बल्ब आउँछ है। यसमा चाहिँ रम्बल हुन्छ र दिमा, यो चाहिँ बल्ब आउँछ। यहाँ कति 1600 छ। अब यो 1600 अलिकता ज्यादा अलिकता कम भएर पनि फरक पर्दैन। अनि यो खाली हो। अनि यो चाहिँ यहाँ थ्रेड ल्याएर चाहिँ यो चाहिँ सानो खालको गिटी हो। यो चाहिँ सानो खालको गिटी हो। यसको सब हावाको माध्यमबाट चल्छ। त्यसपछि यो चाहिँ लास्टमा सेट भनेको रम्बल, यो चाहिँ तपाईँले बुझिहाल्नु यसको रहेछ होइन। हो यहाँ हेर्नु होला, यहाँ यो पुरा भइसक्यो सिमेन्ट, पानी जाँदैछ। त्यो चाहिँ यहाँ रम्बल बल्ब आउँदैछ। यो चाहिँ तपाईँलाई थाहा छ सबै ठाउँमा 2 किसिमको गिटी हुन्छ, सानो ठुलो अनि बल्ब हाल्छ। यहाँ चाहिँ बता भन्छ, त्यो माटो नै हाल्थ्यो, यहाँ अहिले हाल्दैन है, पहिला हाल्थ्यो। यो रङमा थियो, यो पुरा हुन्छ नि जब चल्छ, यो चाहिँ पुरा हुन्थ्यो। अटोमेटिक छैन यो, उता गर्नुपर्छ। अनि यो यसरी गइसक्यो प्रिन्टर हो। यो गएपछि यसलाई यसरी यो चलाउनुपर्छ। यो चाहिँ यो माथि पट्टाको हो, यो पट्टाको। अनि यो चाहिँ तल यो सिमेन्टको, यो चाहिँ सिमेन्टको। अनि यो चाहिँ यता गऱ्यो भने कम्प्युटर हो, यसलाई यतापट्टि फर्कायो भने मेनुअल हुन्छ। अनि यसरी चल्छ मेनुअल हुन्छ है। त्यसमा मेनुअल भने यसरी खर्साना गएको यो मालहरू गएको रिपोर्ट देखाउँछ। अनि यता कम्प्युटर पनि देखाउँछ। यहाँ छ नम्बर, यहाँ एड्स डिस्चार्ज ल्याएको छ नि, डिस्चार्जेस ल्याएको छ नि, यो हो। यहाँ देखाउँछ नम्बर कति हो भने कति गयो होला। अनि यहाँ सिमेन्ट कति गयो भने यहाँ देखाएको छ। यहाँ त्यसपछि पानी यो 0 भइसक्यो। यो चाहिँ 2चोटि लोड हुन्छ क्या, एकचोटि 8 मिटर हुँदैन। पहिला हुन्थ्यो त्यो बथाहरू हाल्दा, अहिले हुँदैन, 2चोटि लोड हुन्छ। बाहिर गाडी लोड भइरहेको थियो, 7 गाडी लोड छ। यसरी माथि खरसाना गइरहेको छ है। तपाईँले पनि देखाउँछु यो खरसाना छ। यहाँ चाहिँ यसरी आउँछ, यसरी एक यताको हो, यतापट्टिको चाहिँ गिटीको हो। अनि उतापट्टि कथा थियो, उतापट्टि साथी हो। यो चाहिँ मेनुअल हो र यसरी मेनुअलबाट चाहिँ खरसाना चल्छ। चार से 20-30 हुँदै घटेर चाहिँ यो चाहिँ सिमेन्ट हो। 5000 यो 400 भएको चाहिँ यो खरसाना हो। अनि 3500 भएको चाहिँ केमिकल, यो चाहिँ गइसकेको हो। अनि यो कालोसँग चाहिँ पानीको डिटेल हो। अनि यो जब लाइट आएकोहरू छन् योहरू, यो लाइट आएको चाहिँ यो चलेको हो। यो चाहिँ चलेको जस्तो हुन्छ। यो बटन चाहिँ अब आफ्नो उसको छ।
तपाईँहरूलाई म यसको कसरी एक्सप्लेन गर्नु किनकि यो चाहिँ किन यस्तो हुन्छ भने अब आफ्नो सिस्टम हुन्छ प्लानहरू यो गरेको हुन्छ तर यस्तो हुन्छ भनेर तपाईँलाई देखाउनु खोजेको यो र यो कम्प्युटर चाहिँ एक ठाउँमा सेटिङ भएको हुन्छ अनि यो मेनुअल मात्रै भएर पनि चल्दैन यो कम्प्युटरलाई मेनुअल चाहिन्छ नि यसमा चाहिँ एउटा डिभाइस हुन्छ त्यसले काम गर्छ र यो मेनुअल चाहिँ यो मेनुअलबाट मात्रै पनि चल्छ होइन यो मेनुअलबाट मात्रै पनि काम हुन्छ अनि यो एउटा उसबाट मात्रै एउटाबाट मात्रै चल्दैन यसको रिपोर्टहरू निकाल्ने प्रिन्टर पनि छ यहाँ है यो कसरी निकाल्ने त्यो पनि तपाईँलाई म देखाउन सक्छु कसरी चल्छ यो चाहिँ सिमेन्ट 0 भएको देखिएको छ तपाईँले हेर्नु होला यो खर्साना यो भाइब्रेसन लागिरहेछ यो पानी अब खर्साना सक्यो म पानी खोलिदिन्छु है त यहाँ पानी जान्छ तपाईँहरूले त्यसलाई हेर्नु सक्नुहुन्छ ल म पानी खोलिदिएँ पानी गयो यो कसरी चल्छ यो सिस्टम कसरी चलाउने भन्ने कुरा म तपाईँलाई सिकाउँछु है त यो पानी पुरा हुन्छ तपाईँहरूले यहाँ हेर्नु होला है त गइरहेको छ यसरी है यो चाहिँ पुरा भयो पुरा भएपछि चाहिँ यसरी रिपोर्ट निस्किन्छ है त रिपोर्ट चाहिँ यस्तो हुन्छ है त सबै डिटेल चाहिँ के हो भने